यो चाहिँ बुढी बजूको छोरा अरे के बोले भाइ अब के बोले ओ त्यसले त भत्काउँछ छान्ने नौ अहिले के पढ्दै मुख सुख फुटाइदिन्छु म ओ पुरै मैले यार बाबा Hey guys, welcome to back my new vlog सब च्यानललाई स्वागत छ। आज चाहिँ म धेरै पछाडी भ्लग बनाउँदै छु। आज चाहिँ म काम गर्नु हाम्रो खानेपानी ट्याङ्की बनाउनु काममा जाँदैछु। अनि के छ सन्चै हुनुहुन्छ होला तपाईहरु। म ट्याङ्की बनाउनु पर्ने रे म चाहिँ पुगेको छैन है। ट्याङ्की कस्तो छ हाम्रो माथि मूल ट्याङ्की चाहिँ आज म पनि जाँदैछु ट्याङ्की बनाउनु। म चाहिँ ठ्याक्कै जितनहरूको घरमा छेउमा आइपुगेँ। पप्पी पनि छ यहाँ साथी। अनि अब पर्वेको घरमा अस्तिर म पर्वेकोमा जान्छु। हिजो त्यो ससुरालीबाट आएको छ त्यससँग गफ गर्नुपर्ने छ। जाँदा त सबै जानुपर्ने हो। अब गाउँमा सबैले खाइन्छ पानी। यो त के हो पुरा मोटाएर आएको छ त मोटाएर आएको छ त फेरि कोसँग अहिले नमस्ते कसलाई ठोकिस् अहिले। हजुर ठिक छ नि सञ्जयलाई देखियो कतिखेर आइपुग्नु? ओइ कहाँ छोडेको यहाँ काट्नु पर्छ नि त मिलाएर नापेर हो बाजे र त यहाँ बजाइदिनु हुन्छ हेरौँ न त ओ चार्जी काटेर हुन्छ यहाँतिर बजाइदिनु भरे जोड्दा हुन्छ हौ हुन्छ यहाँ बजाउँदा खोइ ह्याक्सी ल्याउँदा ह्याक्सी कहाँ पो राख्यो जन्जर खरिएको रहेछ यहाँको त होइन जन्जर खरिएको रहेछ यहाँको त होइन जस्तै पनि पाराइराख्यो बुढी बजीको छोरा बुढी बजीको छोरा बुढी बजीको छोरा बुढी बजीको छोरा होइन होला के हो खानेपानीमा यस्तो गोबरको काम बुढी बाउनी सक्यो होइन त बुढी बाउनी छैन भनेको त अब
बाबाले काम तलबाट के भनिरहेछ फेरि माथिबाट के भनिरहेछ तल मान्छे घुस्किन्छ नै तल मान्छे घुस्किन्छ नै जाली छिस भएर ओ त्यसले त भत्काउँछ जान्ने न अहिले के पढ्दै मुख सुख फुटाइदिन्छु म डरायो सबै के गर्ने डराएन त हामी कस्तो ढालौँ आज यस्तो दिउँ न हौ यहाँ हुन्छ यो भागेन्दा माथिदेखि के भन्दैछ होइन यो सानो सानो त गरिदिउँ के भनेको माथिबाट चाहिँ माथिबाट के भन्छ यहाँ पक्नुपर्छ भाइ पहिला फोनले पक्नु पर्ने नि त काम कस्तो गरेको छ यहाँ काम त कस्तो गरेको छ हेरौँ न घरमा छैन बोकेर आएको यहाँ हेरौँ त मलाई कस्तो देखिरहेको अनि तैँले बन्चर आउँदैछ भनेर भने होइन तिमीले अनि मलाई फेरि लगाउँदै त्यसलाई बन्जर माग्नु पर्यो कचरे भाइ एकचोटि बोल्दैछ बन्चर लिएर आउँदैछ भनेर ढाँट्यो क्या बोल्न बन्चारो ल्याउनु होइन बन्जर लिएर आउनु हौ तर काइला बाबेकोबाट छैन रे हुन्छ केटाले बरु बन्चारो छ खाली छैन यहाँ हानिदिरहेछ त त्यहाँ पुरै हालिरहेको छ बवालसँग हानिदिरहेछ बन्चारोको उपाय गरौँ न हौ जान्छ हौ यो पेट्रोले खेल्ला चोट भइसक्यो कुनैमा फिक्स भएको छैन तर तिमी जे भन न यो ठुटामा अब अलि पछि मुना हानिहाल्छ तर यो त उकालोको हौ उकालो हानिरहेछ ओ ठाडी कट हान्छ बुढोहरू ओ ठाडी कट हान्छ बुढोहरू होला बबाल बबा रुख चाहिँ एकदम गइसकेको छ बबाल तरिकाले कस्तो छर्दै काटेको यो रुख काटेर बेथेम गर्यो तिमीहरूले ल किन पानी हेर त्यहाँ पानी निस्किरहेको खासमा यो पानी त्यहाँबाट निस्किन्थेन दाउरा हुन्छ त्यो तल्लापट्टि बामफोकले नहानेको थियो भने चाहिँ निकै आपत पार्छ हो बामफोकले दाजुको सरदमले काम गर होइन त भाइ अब तिमी त भाइरल हुने भयो भाइ अब तिमी त भाइरल हुने भयो नि अभिषेक भाइ डाइफ राम्रो छ ल 1 सेकेन्ड पानी घटेछ अस्तिभन्दा एक सेकेन्ड मात्रै भयो 4 सेकेन्डमा घटिन्छ कि 5 4 पुगेको 5 झऱ्यो
1500 में थोड़ी आयो चल हाफको राम्रो यो ठुलो चाहिँ कहाँ जाने यो ठुलो छ भन्दा ठुलो चाहिँ फाल्दै जाने ठुलो चाहिँ बिचको खाले जाने यहाँको पानी चौतीमा हामी चाहिँ सर्ट काम सकेर बवाल तरिकाले घर लाग्यो त ओइ आज के काम गर्यो भन्दै आज हामीले चाहिँ काम साम सब सकेर एकदम बिग्रेको ट्याङ्कीलाई बवाल फ्रेस कन्डिसनमा बनाएर घर लाग्दैको अगाडि पनि छन् मान्छेहरू हामी चाहिँ लास्टमै सबै काम फिनिसिङ हालेर हिँड्दै हो क्या बवाल ओके आजको भ्लग कस्तो भयो एकदम बवाल तरिकाले कस्तो भयो भ्लग कमेन्ट गरेर लाइक सेयर सब्सक्राइब थ्याङ्क यू अर्को भ्लगमा फेरि भेटौँ